सन्चै हुनुहुन्छ साथीहरू। हेर्नुस्, आज मैले तपाईहरुलाई समुद्री तटको बाटो देखाउँदै छु। हेर्नुस्, आज मौसम पनि धेरै सफा छ। अहिले यहाँ समय भएको छ 2:24 गइसकेको छ दिउँसोको। देख्न सक्नुहुन्छ, यो चाहिँ हिन्द महासागर हो भने हिन्द महासागरको यो किनारको बाटो हो। देख्न सक्नुहुन्छ, निकै नै मनमोहक दृश्य छ यहाँको। हेर्न सक्नुहुन्छ, साह्रै नै सुन्दर राम्रो छ। 2 लेनको बाटो धेरै नै राम्रो छ बाटो। यहाँबाट सबै हरियाली छ। यहाँ अगाडि गइसकेपछि अब तपाईहरुले यहाँ गल्फ कोर्ट छ, अगाडि फुटबल ग्राउन्ड, क्रिकेट ग्राउन्ड, लन टेनिस ग्राउन्ड सबै छ यहाँ। देख्न सक्नुहुन्छ, अगाडिको देख्न सक्नुहुन्छ तपाईले, त्यो टावर हो। देख्न सक्नुहुन्छ, यहाँ अगाडि दायाँ बायाँ सबै ठाउँमा गेम खेल्नको लागि बनाइएको छ। अगाडि साइक्लिस्ट पनि देख्न सक्नुहुन्छ। बाटोहरू पनि धेरै नै व्यवस्थित राम्रो। सबै बाटोमा चिन्हहरू पनि राखिएको छ। अगाडि पछाडि सबै तपाईले देख्न सक्नुहुने सबै यो मान्छेहरू पनि गल्फ खेलिरहेको छ। धेरै नै राम्रो छ। धेरै भयो मैले भिडियो पनि नबनाएको, त्यसैले तपाईहरुलाई आज फेरि मैले एउटा भिडियो राख्न गइरहेको हो। ओभरटेक गरेर जानुपर्ने हुन्छ। धेरै नै मनमोहक दृश्य, हरियाली। तपाईले यहाँ राइट ह्यान्ड साइडमा देख्न सक्नुहुन्छ, प्र्याक्टिसको लागि फुटबल ग्राउन्ड पनि छ। फुटबल क्लब फेरि राइटमा लन टेनिस पनि छ। मर्निङ वाक गर्नको लागि पनि बनाइएको छ व्यवस्था।